साथीहरु नमस्ते सबैलाई सबैजना कस्तो हुनुहुन्छ राम्रै हुनुहुन्छ म पनि राम्रै छु र तपाईहरु के गर्नुहुन्छ मलाई भनिदिनु होला है हेर्नुस् न भान्जीले चाहिँ हेरेको हेरेछ साँझमा सुतिरहेको छ हेर्नु न साथीहरु सम्झाइदिनुहोस् न साँझमा सुत्नु हुँदैन साँपेहरु मात्रै सुत्छन् भनेर र मेरो नानी चाहिँ यहाँ खेलिरहेको छ भन्दाखेरि पनि सुतिरहेको छ र आज चाहिँ हाम्रो घरमा स्पेशल केही पाक्न आँटेको छ र हाम्रो भान्जीले बनाउन आँटेको छ त्यही पनि ग्यास सकिएर ग्यास पनि बुकिङ भएको छैन साथीहरु र आज चाहिँ हाम्रो घरमा पाक्दैछ मासु भात र मेरो नानी सुत्छ भनेको यो केटी सुत्दैन साथीहरु तपाईहरु भनिदिनु होला त नानीहरुलाई सुताउने के व्यवस्था छ भने भनिदिहाल्नु है अनि नि साथीहरु तपाईहरुको घरमा आज के पाक्छ होला भनिदिनु होला है कमेन्टमा खुसबु तिमी यता आऊ त अलि पैसा दिनु जान्न के लिएर ले पैसा लिएर ल हेर्नुहोस् त्यही त के ल्याउनु भन्नुहोस् त भनिहाल्नुहोस् साथीहरु यो मुजुरको पङ चाहिँ अस्ति हामी खाटुश्याम मन्दिर गएको थियौं बदलाबाडीको त्यही छ रोड छेउमै छ हो त्यो मन्दिर गएको थियौं अनि त्यहाँबाट चाहिँ यो मुजुरको पङ्ख ल्याएको हो र यो मुजुरको पङ्खले चाहिँ के काम गर्छ भन्दाखेरि सर्दी खोर्दी के लाग्यो भने के लागेको छ भने यो सुन डढाएर सुँगाउँदा राम्रो हुन्छ भन्ने सुनेको थिएँ मैले अब खोइ के हो कसो हो थाहा भएन कि तिमीले पैसा ल्याउने हो कि नल्याउने हो छिटो ल्याइहाल म ब्लग बन्द गर्दिनँ नि फेरि र साथीहरु मेरो नानीलाई चाहिँ यसरी हलाउनु पर्छ भान्जीको हालत हेर्नुहोस् न आज प्यान्ट पनि कसको पाएको छ भने त्यही लगाइरहेको छ हो र साथीहरु भान्जीलाई चाहिँ यताउता के खान मन लाग्यो अरे अनि खाने अरे 20 रुपैयाँ दिनु न म खान्छु भन्दैछ हो अनि हामी न टिका लागेछ ल भनेर यो पक्रेर तिमी हल्लाउँदै गर बोक्लाई सुती पनि हाल्छ यहाँ ढल्का हो एउटा सिधा भएर ढल्क्यो भने पनि हुन्छ अंकल चिप्स ल्याउनु त्यस्तो भएर हुँदैन यो सुता हो खुट्टामा टङ्ग पार न यी मस्त मुद्न सुत्दिन साथीहरु अंकल चिप्स ल्याउनु चाहिँ नबिर्स नानीले मुतेर हेर्नु न खाटको अलग साइज पातेको छ र रात परिसक्यो हो अनि हेर्नु न जुठो भएर सबै छ यो चाहिँ पाक्छ आज हाम्रो घरमा हो र ग्यास सकिएर चुलामा खाना बनाएर हेर्नुहोस् न कस्तो भएको छ कालै भएको छ भन त के ल्याउनु खाँदैन के ल्याउनु तर एउटा अंकल चिप्स र हाम्रो मेगी चाहिँ यहाँ छ है कुकुरको छाउराहरू उता सुतिरहेको छ यहाँ चाहिँ बाबा हुनुहुन्छ साथीहरु बाबा र हस्बेन्ड हुनुहुन्छ अब कुनै पुलिसले मेरो गाडी पक्रिनु सक्दैन किन भन्दाखेरि मेरो गाडीको इन्स्योरेन्स ओके छ र साथीहरु म चाहिँ यहाँ सामान लिनु आएको हो 20 रुपैयाँ दिएर हो लग्यो त उ पैसा हो के भनिस गोलु एउटा अंकल चिप्स निकाल्नु यहाँ साथीहरु बीजेपी जिन्दाबाद जय श्री राम भन्नु लु न लु छिटो साथीहरु यो चाहिँ हाम्रो दोकान हो हेर्न सक्नुहुन्छ हो अंकल चिप्स निकाल्नु एउटा यो अंकल चिप्स अनि एउटा कुरकुरे निकाल्नु के दिनु यो दुईटा भइसक्यो यहाँ चाहिँ 10 रुपैयाँ भयो है 5 5 10 र साथीहरु अझै 5 रुपैयाँको के लिनु बाँकी छ भोलि ल्याउनु पर्ने रहेछ अरे राम्ररी सब झुलिन्छ बेटा ल यो खा के खाने मनन चिप्स खान्छ
पकडी के खाने मनन यो जम भात पकाउनु के को भात पकाउनु यहाँ सामान चाहिँ दिनु न 20 रुपियाँ बनाएर जानु परेन आफूलाई के छ ए यो 5 रुपियाँ भयो अब 5 रुपियाँ खान्छ 15 त भइहाल्यो त्यही त अब 5 रुपियाँ दोकान साथी त दोकान आएको 5 रुपियाँ यसले लस गरे यो केटाले हेर्नुहोस् त दिइहाल दिइहाल भयो